नमस्ते साथीहरू। स्वागत छ तपाईँले मेरो युट्युब च्यानलमा। आज फेरि म तपाईँलाई देखाउन जाँदैछु यो साइप्रसमा भ्याकेन्सिजहरू कुन कुन छ र कसरी एप्लाई गर्ने हो भनेर है त। त्यसको लागि हामीहरू जान्छौँ वैदेशिक रोजगार पेजमा अनि यो होम डिपार्टमेन्ट अफ फरेन इम्प्लोइमेन्टमा क्लिक गर्ने है गुगलमा गएर। अनि त्यसपछि तपाईँको यहाँ वैदेशिक रोजगार विभाग यसरी आउँछ होइन। अनि यहाँ नेपाली तपाईँले सर्च गर्नु पऱ्यो, नेपालीमा हो कि इङ्ग्लिसमा, यहाँ गएर क्लिक गर्ने होइन। इङ्ग्लिस आउँछ, इङ्ग्लिसमा नेपालीमा तपाईँहरूको जसरी सजिलो लाग्छ त्यसरी गर्नु होला। अनि यहाँ फरेन जब सर्च छ, फरेन इम्प्लोइमेन्ट म्यानेजमेन्ट छ होइन, युके नर्सिङ रिक्वायरमेन्ट अनि कोरियाको होइन सिलेक्सन पोर्टल यसरी छ। अनि यहाँ चाहिँ तपाईँको रिक्रुटिङ एजेन्सिजहरू छ है त। अनि ओरिएन्टेसन क्लासहरू मेडिकल सेन्टर्स कहाँ कहाँ छ यिनीहरू हामीलाई खासै चाहिँदैन होइन। फरेन जब सर्चमा जाने हो यसरी। यहाँ क्लिक गरिसकेपछि तपाईँको यहाँ महिला पुरुष है त, मेल फिमेल कुनमा जाने। फर इक्जाम्पल अब हामीहरू मेलको लागि छौँ होइन, पुरुषको लागि यहाँ क्लिक गर्ने होइन। सेलेक्ट कन्ट्रिजहरू बरेन होइन, तपाईँको साइप्रस, हङकङ, जापान, कुवेत, मकाउ, चाइना, मलेसिया, यहाँ धेरै छ, युए, युनाइटेड किङडम होइन। ल म चाहिँ जान्छु साइप्रसको लागि। अनि यहाँ सर्चमा क्लिक गर्छु है त। यसरी गर्दाखेरि तपाईँको यहाँ आउँछ फुड ह्यान्डलर है। अनि साइप्रसको हुन्छ तपाईँको 700 युरो है त। यसरी 700 युरो दिन्छ। अनि तपाईँको यहाँ भ्यू डिटेल्समा गएर क्लिक गर्नु होला। अनि यो तपाईँको के भने चाहिँ लार्नाका साइप्रसमा छ है त। अनि यसमा चाहिँ के हो, आरओई एचआर सल्युसनले यहाँ चाहिँ तपाईँहरू गएर बुझ्नुपर्छ है। 700 युरो अनि डेली वर्किङ आवर्स 8 घन्टा, कन्ट्याक्ट पिरियड 2 इयर्स होइन। अनि खानालाई फुड फेसिलिटी छ, बस्नुलाई एकोमोडेसन छ। अनि वर्किङ डे हप्तामा 6 दिन भन्ने छ। अनि त्यो हेरी हुन्छ है तपाईँको। यस्तो यो भन्ने मात्रै वर्किङ डेजहरू। यसमा चाहिँ साइप्रसमा कस्तो हुँदो रहेछ भन्नाले तपाईँले काम गर्न मन छ भने तपाईँले छुट्टी नलिकन विकली छुट्टी काम गऱ्यो भने त्यसमा पनि पैसा दिन्छ है। कुनै कुनै ठाउँमा त्यसरी पनि हुँदो रहेछ भन्ने कुरा थाहा पाएँ मैले। अनि त्यसपछि तपाईँहरू प्रिभियस आउनु। अब यहाँ तपाईँहरूको यो 700 भनेको कसरी हो त, अहिले चाहिँ 700 अहिले रेट चाहिँ 1 युरोको 160 छ नेपाली, इन्टु 160 गर्दाखेरि कति हुन्छ त तपाईँको 1,12,000 स्यालेरी छ है त। 1,12,000 बेसिक स्यालेरी छ तपाईँको यो। अनि त्यसपछि आयो पोर्टर, यसको नि 700। यहाँ भ्यू डिटेल्समा जानु। जेनरल वर्कर एग्रिकल्चरमा छ जम्मा 500, किचन हेल्परमा छ 650, अनि वेल्डर वेटरमा छ तपाईँको 700 है। अनि तपाईँ पेज नम्बर 2मा जानु। यहाँ कुक छ है त, कुक चाहिँ कति छ, 900 युरो छ है। अनि कुक सेफको चाहिँ यसको चाहिँ 1,100 युरो छ है। यसको भ्यू डिटेल्समा जानु। यो कुन चाहिँ ह्युमन रिसोर्समा आएको छ है। अनि तपाईँले यहाँ नम्बरहरू दिएछ, यसमा पनि तपाईँले कल गरेर बुझ्न सक्नुहुन्छ। सकभर कल गर्ने भन्दा पनि म्यान पावरमा तपाईँहरू आफै जाने गर्नु। यो कल गरेर केही पनि हुनेवाला छैन। कल गरेर भ्याकेन्सी छ कि छैन सोध्नु, सकभर आफै जानु है। अनि यो कहाँ कहाँ छ त, यो तपाईँको अलरेडी यहाँ एड्रेस छ। यसरी तपाईँहरूले सर्च गर्नुपर्छ। र एउटा मात्रै म्यान पावर होइन, 10-15वटा म्यान पावरमा जानु है। कहिले पनि एउटामा मात्रै नजानु, कहिले पनि त्यसरी हुँदैन। अड्काएर झुलाएर राखिदिन्छ म्यान पावरले। अनि यहाँ तल अलिकता आउनु, फेरि यता कुकको छ होइन, यता 800 छ। बारटेन्डर, वेटर वेट्रेस 700 युरो होइन। फेरि अर्को पेजमा आउँ, क्लिनरको छ 600 होइन। त्यसपछि कार्पेन्टर, टेक्निसियन, डोमेस्टिक वर्कर, कुक, यसरी तपाईँको हेर्दै जाने। यहाँ चाहिँ किचन हेल्परको चाहिँ 900 युरो छ। भ्यू डिटेल्समा जाने होइन, 900 युरो। ब्रिज स्काई इन्टरनेसनल है, यो ब्रिज स्काई भने म्यान पावर सिनामङ्गलमा छ है। यहाँ पनि गएर बुझ्दा हुन्छ 900 युरो। अब किचन हेल्परलाई 900 युरो भनेको कति भयो त, 900 युरो हामीले के गर्छौँ भनेपछि एकचोटि क्यालकुलेटर गरेर हेर्छौँ है त। 900 युरो अब यहाँ हेर्नु, अब 900 इन्टु तपाईँको 160 गर्दाखेरि कति हुन्छ, 1,44,000। अनि धेरै जस्तो होटलहरूमा चाहिँ के हुन्छ भने बस्ने खाने, होटल रेस्टुरेन्टमा बस्ने र खाने सुविधा हुन्छ है त। अनि त्यसरी बुझ्नु पर्यो। अनि यो चाहिँ मैले कुनै यसमा के भन्छ, यो चाहिँ मैले मेन पावरलाई कुनै पनि प्रमोट गरेको होइन। सबै मेन पावर राम्रो पनि भन्दिनँ, नराम्रो पनि भन्दिनँ। मैले पैसा चाहिँ एकदम होस् गरिदिनु होला। अनि अहिले चाहिँ कस्तो छ भने तपाईँको यो हाउस मेडहरू, घरको कामदारहरूलाई, केटी मान्छेहरूको लागि उनीहरूले 3, 4, 5 लाख लिन्छ। अनि यो चाहिँ जुन पनि यो चाहिँ हाउसकिपर भएन, यो चाहिँ यसको यिनीहरू चाहिँ हाउसकिपिङ र हाउसकिपरमा डिफ्रेन्ट चाहिँ के हो भने चाहिँ यो चाहिँ होटलमा हुन्छ है। अनि हाउसमेडहरूको चाहिँ तपाईँको घरमा हुन्छ, उनीहरूको स्यालेरी डिफ्रेन्ट हुन्छ, थोरै हुन्छ।
अनि यो बाहिर काम गर्नेहरूको अलिक धेरै हुन्छ। यिनीहरू जस्तो बाहिर काम गर्ने भने किचन हेल्पर भयो, कुक भयो होइन, इम्प्लोइ भयो, यिनीहरूको अलिक धेरै हुन्छ। अनि यो चाहिँ कस्तो भने तपाईँको जे होस् नेपालमा चाहिँ यिनीहरू चाहिँ तपाईँहरू यो के भन्छ वेटरहरूमा आउँदाखेरि चाहिँ 7 लाखदेखि लिएर 10 लाखसम्म लिने सम्भावना हुन्छ है। यसको बिचमा पनि हुनसक्छ तर मिनिमम पनि 7 टु बिट्विन 10 लाख्सभित्र चाहिँ लिन्छ म्यान पावरहरूले अहिलेको सिचुएसनमा पैसा। अनि अब के छ साइप्रस अहिले सेङ्जेन भएको छैन, सेङ्जेन हुनेवाला छ भन्ने हल्ला छ। सेङ्जेन भएपछि यो रेट बढ्छ है त। यो बढ्छ, आउने लागत धेरै बढ्छ, त्यही भएर यसो बुझेर मात्रै आउनु होला है। हस् त धन्यवाद। यो धेरै जस्तो धेरै साथीहरूलाई यो सेयर गरिदिनु होला। टिकटकमा पनि फलो गर्नु होला, युट्युबमा पनि फलो फलो गर्नु होला। सेम नेम सेम पेजहरू छ है त। हस् त धन्यवाद आजको लागि, थ्याङ्क यू।